नमस्ते सम्पूर्णमा फेरि पनि तपाईँहरूको समक्ष एउटा सानो मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। यो मिनी ब्लग चाहिँ आजकै हो। अनि म चाहिँ आज चाहिँ बिजनबारी ब्लक अफिस जाँदै थिएँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ भिडियो बनाउँदै। अनि अब अहिले चाहिँ वेदर पुरा बिग्रेको छ नि त, घरि घाम लाग्छ, घरि पानी पर्छ अचानक। अनि यति बेला भने चाहिँ म चाहिँ यसरी ब्रिज क्रस गरिकन गयो। ब्रिज त मैले तपाईँलाई सधैँ पनि देखाइ नै रहेको हो। अनि यहाँबाट चाहिँ भ्यू पनि मजाको देख्छ नि त। अनि त्यो भएर चाहिँ त्यसलाई चाहिँ भाइसँग गएको, म चाहिँ भाइ चाहिँ आइसकेको थियो मलाई लिनु लागि। अनि भाइ लाउँदै यहाँ बाटोमा त सङ्गमलाई पनि भेटेँ होइन, ब्लग गर्दै थिएँ। सङ्गमलाई पनि भेटेँ, सङ्गम पनि बजार गएको रहेछ। अनि यसरी हामी गयौँ। अनि जाँदाखेरि चाहिँ त्यसलाई चाहिँ हामी भने चाहिँ सल्लाहबारी पुगेको थियौँ। सल्लाहबारी पुगेर आज चाहिँ ज्यादा जस्तो तपाईँहरूलाई चाहिँ म ट्राभल ब्लग, बाटोकै ब्लग नै ज्यादा जस्तो तपाईँहरूलाई म देखाउन गइरहेको छु। यहाँनिर तपाईँहरूले देख्दै गर्नुभएको थियो त्यो सबै चुनथुङ अब सल्लाहबारीहरू नै भन्छ। यहाँनिर चाहिँ अहिले पहिला चाहिँ रोडहरू एकदम उयो थियो नि त, खराब थियो। अहिले चाहिँ एकदम राम्रो बनाइदिनु भएको छ। अनि यतिलाई भने चाहिँ यहाँनिर चाहिँ पुल बजारको चाहिँ पुल चाहिँ बिग्रेको हुनाले चाहिँ यताबाट बगरको बाटो जानुपर्छ। तर यो बाटो चाहिँ अलिकति खराब छ। अनि त्यसलाई भने हेर्नुहोस् यहाँनिर चाहिँ बिजनबारीमा चाहिँ यस्तो मजाले घाम लागिरहेको थियो, गरम पनि थियो। अनि म र भाइ चाहिँ पुगिसकेको थियौँ, अगाडि भाइ जाँदै थियो। अनि हाम्रो चाहिँ यहाँनिर चाहिँ पूजाको सामानहरू लिनु थियो अलिअलि घरको। अनि यसरी यहाँ चाहिँ पुरा भिड थियो, कति टाइम लाग्यो। अनि म यसरी भिडियो लिँदै बसिरहेको थिएँ, भाइ पनि त्यहाँनिर साइडमा बसेको थियो। बल्ल मेरो टर्न आएर चाहिँ मैले यहाँनिर सामानहरू लिँदै थिएँ। अनि यहाँ चाहिँ पुरा भिड भएकोले चाहिँ ढिलो भयो नि त, दिदीहरूले पनि आएर पर्खिरहनु भएको थियो। अनि फाइनली म चाहिँ अब दिदी आइपुगेर चाहिँ ब्लक अफिस गयौँ। माथि हाम्रो चाहिँ ब्लक अफिसमा काम थियो नि त। अनि यहाँनिर जेरेक्सहरू गरेर फर्महरू सबै भरेर चाहिँ सब्मिट गर्नु लागि गएको। अब यस्तो यहाँ चाहिँ त्यति साह्रो बेसी मैले भिडियो लिनु सकिनँ। त्यसलाई भने चाहिँ हाम्रो काम सो गर्नु लागि चाहिँ ब्लक अफिसभित्र गयौँ। तर त्यहाँको चाहिँ भिडियोहरू केही पनि लिइनँ। यतिलाई चाहिँ काम भने पनि सकेर चाहिँ हामी फर्केको। अनि साथै घरमा चाहिँ सब्जीहरू लानुपर्ने थियो। अनि मैले यहाँनिर चाहिँ सब्जीहरू गरेँ, सब्जी गर्दै थिएँ यहाँनिर। अन्त यस्तो अचानक यहाँनिर चाहिँ अब वेदर थियो, अघि मजाले घाम लागिरहेको थियो। यहाँनिर चाहिँ यसरी कस्तो ठुलो पानी परेको। अनि म यहाँ बसिरहेको थिएँ। अनि पानी रोकिन्छ कि अन्त पानी पनि अलमोस्ट रोकिसकेको थियो। अनि यहाँनिर चाहिँ लन्च गर्नु लागि चाहिँ म दिदीहरू चाहिँ यहाँ लन्च गर्नु लागि गयौँ। अनि यहाँ फेरि हेर्नु न घाम लागेको मजाले पानी उक्रिएर चाहिँ। अनि यो चाहिँ हाम्रो लन्च हो आजको। यतिमा चाहिँ अब हामी घर फर्केको, किनभने चाहिँ छिटै सकेको थियो काम। अनि छिटो नै फर्क्यौँ भने। अनि यहाँ दिदीहरूलाई पनि यहाँसम्म पुऱ्याइदिएर चाहिँ हामी चाहिँ फेरि म र भाइ भने चाहिँ घरतर्फ लागेको। अनि यसरी यहाँनिर पनि बाटो चाहिँ रहेछ। अनि यहाँ चाहिँ जहाँनिर गाडी राख्छ भाइले बडारको घरनिर, त्यहाँनिर चाहिँ हामी फाइनली आइपुगिसकेको थियौँ। अनि अब चाहिँ यहाँबाट जो परि गाउँ देख्दै गर्नुभएको गाउँमा चाहिँ अब जानुपर्ने हुन्छ। अनि यो चाहिँ बाटोको भिडियो। अब यति साह्रो थाकेको हुन्छ कि हिँडेर चाहिँ अब यस्तो बाटो हुन्छ, यी चप्पल लगाएर हिँड्नुपर्छ यसरी, छाताहरू जुत्ताहरू बोकेर होइन। बर्खा झरीमा चाहिँ साह्रै दुःख हुन्छ यसरी यस्तो बाटो हिँड्नु चाहिँ। केही माथि बाटो पनि सानो झोडी हुन्छ हो। थ्याङ्क यू फर वाचिङ एभ्री वान।